गरेर सम्पूर्ण माङसेबुङवासीहरूलाई यो अभियानमा यो कार्यमा सहभागी भइदिनको लागि हामी लुङबेन्दीको अनुरोध गर्दछौँ। र अर्को कुरा चाहिँ हामीले यो हेर्दाखेरि के देखियो भने जो बस्ती एरियाहरूमा छ जहाँ रिङ रोडमा बस्ती बसेको छ त्यो एरियाको घर अगाडि चाहिँ टोलले आफै गरिदिए राम्रो। र त्यो भन्दा यता लिला यो अमरदेनदेखि यता माङिमसम्मको र माङिम डाँडा यो एरियामा चाहिँ सघन बस्ती नभएकोले गर्दाखेरि रोड मात्रै रहेकोले गर्दा यहाँ चाहिँ भोलि सहभागी हुनुहुने सम्पूर्णले आफ्नो साथमा अनिवार्य रूपमा चाहिँ पन्जा अनि फोहोर टिप्नको लागि बोरा, त्यस पश्चात यो भित्ताहरू फाँडफुँड गर्नको लागि चाहिँ सिक्कल खुर्पाहरू अनिवार्य रूपमा लिएर आइदिनु होला। र हामी विशेष माङिम एरिया अनि रिङ रोडका सबै क्षेत्रमा काम गर्नेछौँ। भोलि बिहान 6 बजेदेखि चाहिँ हामी गुरुनिजी आश्रमको यता इलामे गेटबाट सुरु गर्नेछौँ नोगेन सेवाहरू। आउँदो दिनमा प्रधानमन्त्री कसलाई बनाउने त? ओ खै यहाँ लगाऊ उनीहरूको सोल्टीलाई पो बोलाउँदो रहेछ लाबिनलाई। कसको बाटो यस्तो भेना पनि पो हुन्छ? को निस्मा चाहिँ रोशनी हौ। अनि कहाँ रोशनी? यहाँनिर फोहोर रहेछ लु आऊ एकछिन एकछिन। यहाँ कति छ यहाँ हेर त यी। के को किरा छ यहाँ हेर न यो। टोक्दैन लु टिप्नुस् त सबै लु। लाबिन कहाँ छ लाबिन? उपस्थिति हुनुहुने यहाँनिर यस्ता भाइ बहिनीहरू छ। हामीलाई सहयोग गर्नेहरू चाहिँ सो यही भाइ बहिनीहरू। लु अब चाहिँ हावा खानु सक्यो जानुपर्छ ल। जेन्जी पुस्ता हो ल जम अब चाहिँ रिङ रोड यहाँनिर घुमेर जानु।